साथीहरू आज हामीसँग छ आइप्याड A1628GB पिङ्क भेरिएन्ट। तर प्रश्न के हो भने के यो साधारण आइप्याड नै हो कि भित्र लुकेको छ कुनै ठुलो सरप्राइजेस? हेर्दा सिम्पल लाग्छ तर हातमा लिँदा नै यसको प्रिमियम फिल महसुस हुन्छ। एप्पलको क्लिन डिजाइन, लाइटवेट बडी र सोलिड बिल्डले यसलाई इन्स्टेन्टली एट्र्याक्टिभ बनाउँछ। अनबक्सिङ एक्सपिरियन्स पनि मिनिमल र क्लासी छ। भित्र रहेको A16 चिपले पर्फर्मेन्सलाई धेरै स्मुथ बनाउँछ। एपहरू छिटो ओपन हुन्छ र स्क्रोलिङ र नर्मल मल्टिटास्किङ गर्दा कुनै ल्यागिङहरू देखिँदैन। डिस्प्ले ब्राइट र शार्प छ जसले भिडियो हेर्दा डेली युज गर्दा एक्सपिरियन्सलाई अझ राम्रो बनाउँछ। यो आइप्याड खास गरी विद्यार्थी, क्याजुअल युजर र डेली वर्क इन्टरटेनमेन्टका लागि पर्फेक्ट मानिन्छ। हेभी प्रोफेसनल कामका लागि नभए तापनि एभ्रिडे युजको लागि भने यो निकै स्ट्रङ अप्सन हुन सक्छ। समग्रमा भन्नुपर्दा यो फ्ल्यासी होइन तर रिलायबल, स्मुथ र प्र्याक्टिकल डिभाइस भने अवश्य पनि हो। यदि तपाईँलाई यस्तै टेक अनबक्सिङ र रियल रिभ्यू मनपर्छ भने सब्सक्राइब गर्न नबिर्सनुहोस्। भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा बताउनुहोस् तपाईँ अर्को कुन ग्याजेट हेर्न चाहनुहुन्छ।